अर्को साम्पाङले सरकार असफल भएको भन्दै मागे प्रधानमन्त्री बालेन शाहको राजीनामा। दर्शकबिन पछिल्लो समय सरकारका गतिविधि, निर्णय प्रक्रिया र कार्यशैलीलाई लिएर विभिन्न तहबाट प्रतिक्रिया आउन थालेका छन्। विशेष गरी जनअपेक्षा अनुरूप काम नभएको गुनासो बढ्दै जाँदा राजनीतिक तथा सामाजिक वृत्तमा सरकारको प्रभावकारितामाथि प्रश्न उठ्न थालेका छन्। यसै क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै कडा टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक प्रतिक्रिया दिँदै सरकार जनताको अपेक्षा अनुसार काम गर्न असफल भएको आरोप लगाएका छन्। साम्पाङले बालेन शाह नेतृत्वको सरकारलाई लक्षित गर्दै अब नेतृत्व परिवर्तन आवश्यक भएको बताएका छन्। उनले स्पष्ट शब्दमा राजीनामाको माग गर्दै लेखेका छन्, सरकार असफल भयो, अब राजीनामा दिएर मार्ग प्रशस्त गरिदिए राम्रो। गरिब जनताको सहारा बन्न नसक्ने सरकार असफल हो, अब अर्को व्यक्तिले नेतृत्व लिँदा राम्रो हुन्छ। उनको यो अभिव्यक्तिले सरकारको कार्य सम्पादन माथि थप बहस चर्काएको छ।